जय श्रीराम साथीहरू। आज हामी कुरा गर्नेछौँ हाम्रो हिन्दू धर्मप्रति भइरहेको अत्याचार, हिंसा, दमन र हिन्दू धर्मलाई सखाप पार्ने उद्देश्यले चलाएका गतिविधिहरूको बारेमा। हुन त कतिपय हिन्दू साथीहरूले के सोच्नुहुन्छ कि हाम्रो देशमा हिन्दू धर्मलाई सबभन्दा बढी खतरा भनेको त्यो धर्म अथवा समुदायबाट हो जुन धर्म र समुदायको जनसङ्ख्या हाम्रो देश नेपालमा हिन्दू पछि आउँछ। तर हालको परिप्रेक्ष्यमा हेर्दाखेरि हाम्रो हिन्दू धर्मलाई सबभन्दा बढी खतरा भनेको हाम्रो नेपालको एक संगठन भनौँ अथवा राजनीतिक दल भनौँ यमयनोबाट हो। अब म यो कुरा किन भन्दैछु त हालसालै चारैतिर सोशल मिडिया अनलाइन प्लेटफर्महरूमा तपाईहरू देख्न र सुन्न सक्नुहुन्छ कि यमयनोको साथीहरूद्वारा हिन्दू धर्मलाई नकली बताउने, हिन्दू धर्मलाई अपशब्द बोली तथा हिन्दू धर्म संस्कार संस्कृतिलाई मासिने कार्यहरू कति बढिएको छ। र यो सब कुराहरूलाई उदाहरणको लागि म तपाईहरूलाई एउटा सानो भिडियो देखाउन चाहन्छु। यो गाईको गोबर र मुत खानेहरू अझै पनि थाहा छैन अलिक पढ के गोबर खानु कम्ती गर, मुत खानु कम्ती गर। दोस्तों हमारा लोगों ने तो लक्ष्मी को रंडी बुलाना शुरू कर दिया क्योंकि प्रूफ करते हैं हम लोग कर सकते। स्वयं पशुपतिनाथलाई अहिले हिन्दू मन्दिर भनेर राखेको छैन, त्यहाँ हिन्दू देव हो र त्यो किसिम देव हो, किराँते स्वर महादेव हो नि त। हो यसरी चाहिँ हाम्रो संस्कार संस्कृतिहरूलाई चाहिँ फटाएर चाहिँ हिजो लिचिने कालदेखि नै हामीले यसरी फटाउँदैछौँ। यहाँको प्राकृतिक पूजा क्षत्रिय ब्राह्मणको आवाज क्षत्रिय ब्राह्मणलाई थाहा छैन। सबै हिन्दू धर्मै नकली हो, हिन्दू धर्मै हैन तपाईँ सेकेन्ड नकली हो। तपाईले बार यो हिन्दू धर्म भने त्यस्तो हिन्दूलाई हिन्दू शब्दलाई धर्मको उन्नति दिनुस्। हिन्दू तपाईहरूले यो भिडियोमा स्पष्टसँग सुन्नुभयो कि हाम्रो यमयनोको साथीहरूद्वारा हाम्रो वैदिक सनातन धर्ममाथि कस्तो अपमानजनक भाषा र अपमानजनक अभिव्यक्तिको प्रयोग हुँदैछ। अब यो यमयनोको बारेमा कुरा गर्दा यसको पूरा नाम मंगोल नेशनल अर्गनाइजेसन हो र यसका संस्थापक डाक्टर गोपाल गुरुङ हुन् र उहाँको जन्म नेपालमा होइन भारतको दार्जिलिङमा 1939 मा भएको थियो र उहाँ पछि नेपाल आउनुभयो र नेपालको नागरिक हुँदै 1989 मा नेपालको भद्रगोल जेलबाट यमयनोको सुरुवात गर्नुभयो। डाक्टर गोपाल गुरुङको भारतदेखि नेपालसम्मको जीवन यात्रा हेर्नु हो भने यहाँ एउटा धेरै नै महत्त्वपूर्ण विषय लुकेको रहेछ। के लुकेको रहेछ भन्ने हाम्रो मध्य प्रदेशमा बसोबास गर्ने मानिसहरू कतिौं पुस्तादेखि मध्य प्रदेशमा नै बसोबास गर्दै आएका छन् र तीमध्ये हजारौंको संख्यामा यस्ता छन् कि नेपाली हुनलाई नेपाली नागरिकता पाउन सकेका छैनन् र जसले नेपाली नागरिकता पाएका छन् उहाँहरू अलि माथितिर जाँदाखेरि केही मानिसहरूले केही समुदायका मानिसहरूले इन्डियन बिहारी र धोती भैया भनेर सम्बोधित गरिन्छ। देशीहरूको हृदयभित्र पलाएका राष्ट्रभक्ति देशप्रेम देखिँदैन। के देखिन्छ त अनुहार, रंग, पहिरन र भाषा मात्र देखिन्छ। अर्थात् यो कुराले एकदम प्रश्न पार्छ कि तपाई भारतबाट आए पनि यदि तपाईको पहिरन, अनुहार, रंग र भाषा उहाँहरूको जस्तो मिल्यो भने तपाई नेपाली नागरिक बन्न पुग्नुहुन्छ। आदरणीय डाक्टर गोपाल गुरुङको उद्देश्य पनि यही रेसियल डिस्क्रिमिनेसन विरुद्ध थियो, बाहुनवाद विरुद्ध थियो, भ्रष्टाचार विरुद्ध थियो र यसका साथसाथै मंगोल बुद्ध र प्राकृतिक पूजकलाई नेपालको प्रमुख प्रशासकको रूपमा देख्नु र उहाँहरूको संस्कार संस्कृति जोगाइराख्नु थियो। तर अहिले उहाँहरूमा संस्कार संस्कृति जोगाउनुको सट्टा झन इसाईकरणमा परिणत हुँदैछ, जुन कुरा यो सानो भिडियो तपाईहरूले देखेर ठिक छ भन्ने अनुमान गर्न सक्नुहुन्छ। आज म तपाईहरुसँग एउटा मेरो मनको दुखेसो गुनासो पोख्न लागिरहेको छु। सम्भवतः तपाईहरु धेरैजना मेरो कुरामा सहमत भइदिनुहुन्छ भन्ने आशा छ। कतिपय त असहमत हुन सक्नुहुन्छ। मेरो अनुहार एकचोटि हेर्नुस् त, मेरो अनुहार गोलो छ, नाक तेज छ, हात चिम्सो छ। यस्तो अनुहार परेको जातिलाई चाहिँ हाम्रो पूर्वी नेपालमा किराँती जाति भनिन्छ। यो किराँती जातिहरू अहिले जातीय पहिचानको विखण्डनको संघारमा छ अथवा हामी पहिचानको विखण्डनको संघारमा छौँ। यसको मूल कारण के छ भने हाम्रो पूर्वी पहाडमा 9वटा जिल्लाहरूमा सघन रूपमा चाहिँ किराँती जातिहरूको बसोबास छ। यी 9वटा जिल्लाका गाउँमा अहिले चर्च घरहरू खुलेका छन्। ती चर्च घरहरूको कारण हाम्रो जातीय पहिचान विखण्डनको अवस्थामा छ। अब 2 घर 3 घर इसाई धर्मावलम्बी बसोबास भएको गाउँमा पनि एउटा चर्च स्थापना भएको छ। चर्च कसले स्थापना गर्छ, कसको पैसाले गर्छ भन्ने बारेमा राज्य बेखबर होला। उहाँहरूको संस्कार संस्कृति जोगाउनुको सट्टा जुन तरिकाले इसाईकरणमा परिवर्तन हुँदैछ, ठिक यमयनोको उद्देश्य पनि परिणत भई वैदिक सनातन हिन्दू धर्म विरुद्ध बन्न पुगेको छ। र यसै कारणले कतिपय इन्टरनेट युजरकर्ताले खास विशेष गरेर रेडिट जस्तो प्लेटफर्महरूमा के पोस्ट गरेको देख्न पाइन्छ कि यमयनोको सम्बन्ध विदेशी शक्तिहरूबाट रहेको र सिआइएबाट यसको सम्बन्ध रहेको पोस्टहरू हामी देख्न सकिन्छौँ। यसका साथसाथै एउटा युजरकर्ताले एउटा अर्को के पोस्ट गरेको थियो भने यमयनोको बैठकहरूमा
एउटा अमेरिकी गोरी महिला जुन कि अमेरिकी प्रोफेसर हुन्, उहाँले यमयुनको बैठकमा भाग लिएको र पुरै मंगोल क्षेत्रलाई नै नेपाल राज्यबाट टुक्र्याउने वकालत दिएका सम्म पोस्टहरू हामी हेर्न सकिन्छौं। तर यी घटनाक्रमहरूको, यी पोस्टहरूको कुनै ठोस प्रमाण छैन र हालसम्म प्रमाणित पनि भएका छैन। तर यमयुनोमाथि यस्ता यस्ता आरोपहरू लागिरहन्छ। यमयुनको सम्बन्ध विदेशी शक्तिहरूबाट नभए तापनि हाम्रो देशमा विदेशी शक्तिहरूको चलखेल छैन भनेर स्वीकार्न पनि सकिँदैन, किनभने हाल जेन्जी आन्दोलनपछि हाम्रै देशका पत्रकार दिवाकर शाहका न्युजहरू सुन्ने र स्पष्टसँग बुझ्न सकिन्छ कि विदेशी शक्तिहरूको चलखेल कुन तरिकाले हाम्रो देशमा बढेको छ। र एउटा अर्को प्रसंग पनि के छ भने हाम्रो देशमा प्रत्येक वर्ष विभिन्न एनजिओ र आइएनजिओहरूको माध्यमले न्यूनतम 22.25 अर्ब पैसा हाम्रो देश विदेशी पैसा हाम्रो देशमा भित्रिने गरेका छन्, जुन नेपाल सरकारको बजेट प्रणाली अन्तर्गत पर्दैन। र यो पैसाहरूको धेरै जसो एनजिओ आइएनजिओहरूले लेखा परीक्षणको प्रतिवेदन समाज कल्याण परिषदमा बुझाए तापनि एकीकृत डाटा प्रणालीको अभावको कारणले यो पैसा कुन शीर्षकमा र यथार्थ समयको वास्तविक कुल पैसा थाहा लगाउन नेपाल सरकारलाई पनि गाह्रो हुन्छ। अब म अन्तमा जाँदाखेरि हाम्रा यमयुनको साथीहरूले के भन्न चाहन्छु भने, यदि तपाईहरूलाई लाग्दैछ कि तपाईहरूले चाहिने जतिको हक अधिकार तपाईहरूले पाउन सकेको छैन भने तपाईहरू नेपाल सरकारको विरुद्धमा आवाज लगाएर अथवा कुनै माध्यमले कुनै तरिकाले नेपाल सरकारसँग तपाईहरू आफ्नो हक अधिकार सुनिश्चित गर्न सक्नुहुन्छ। तर बाहिरी इन्फ्लुएन्समा परेर कुनै पनि धर्मका विरुद्धमा, कुनै पनि धर्मको विरुद्धमा अपमानजनक भाषाको प्रयोग गर्नु हुँदैन र अपमानजनक अभिव्यक्ति दिनु हुँदैन। यस्तो बाहिरी इन्फ्लुएन्समा परेर यदि तपाईहरू यस्तो अपमानजनक कसैको धर्मको लागि भाषाको प्रयोग गर्नुभयो भने हाम्रो देशमा धर्मयुद्ध निम्त्याउने आशा धेरै हुन्छ। अघिको भिडियोमा जुन तरिकाले पहाडका केही 9-10 जिल्लाहरूमा धमाधम तरिकाले चर्च निर्माण भएको कार्य उल्लेख अथवा बोलेको पाइन्छ, त्यो भिडियोले यो कुरा एकदम प्रष्ट पार्छ कि त्यो चर्च निर्माणको लागि पनि पैसा विभिन्न एनजिओ र आइएनजिओ को माध्यमहरूद्वारा विदेशबाट आउन गरेका छन्। र म यमयुनको साथीहरूले के भन्न चाहन्छु भने, तपाईहरू पहिला आफ्नो संस्कार संस्कृति जोगाउनु। यदि संस्कार संस्कृति जोगाउन सक्नु भयो भने पछि तपाईहरू आफ्नो हक अधिकारको कुरा गर्नु र हक अधिकार आफ्नो सुनिश्चित गर्नको लागि नेपालको शासक विरुद्ध बोल्नु, नेपालको जुन सत्तामा बसिरहेको छ त्यसको विरुद्धमा बोल्नु, न कि कुनै धर्मको विरुद्धमा बोल्नु। राम राम, जय